स्वागत गर्छु मेरो युट्युब च्यानल फ्यामिलीलाई। जतिजनाले पनि मलाई मेरो च्यानलको भ्लगहरू हैन मैले बनाएको छोटो छोटो भ्लगहरू हेरिदिएर मलाई सपोर्ट गर्नुभएको छ, तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु। अनि म चाहिँ कृष्ण मन्दिर साइडमा आएको छु अनि नानीहरू फोटो खिचिरहेछ। म चाहिँ क्यामेरा नल्याएर मोबाइलबाट भ्लग बनाइराखेको छु। अनि तपाईहरुले जसरी मलाई सपोर्ट गर्नुभएको छ म तपाईहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईहरुले सपोर्ट नगरे चाहिँ म यो ठाउँमा पुग्दिन थिएँ हैन। मलाई तपाईहरुले धेरै सपोर्ट गरिदिनु भएको छ। विशेष त मेरो युट्युब फ्यामिलीहरुलाई म धन्यवाद भन्न चाहन्छु। अनि यो चाहिँ कृष्ण मन्दिर है, अलिक क्यामेरामा पुरै आएन। यहाँ मिठी कृष्ण मन्दिर साइड रमाइलो छ एकदम। हुन्छ नि कोठामा रुममा बसिराख्दाखेरि चाहिँ नि गाह्रो हुन्छ, अनि यसरी निस्केर बाहिर निस्केर यहाँतिर घुम्न आउँदा चाहिँ एकदम आनन्द, हरियाली, शान्त हैन, आनन्द फ्रेस हुने ठाउँ छ। तपाईहरु पनि नजिकै हुनुहुन्छ भने आउनुहोस् बेलुकातिर घुम्नलाई। यस्तो मजाको ठाउँ छ है साथीहरु। यहाँनिर चाहिँ यस्तो आनन्द छ क्या। यो चाहिँ म बसेको ठाउँबाट 10-15 मिनेट यतापट्टि पर्छ वारी। अनि म चाहिँ यतातिर आएको छु है गाइजहरु घुम्नलाई बेलुका बेलुका पखमा। यस्तो राम्रो छ नि त यहाँको भ्यूहरू। मेरो हिरोइनीहरू यता छ, मेरो हिरोइनी नम्बर 1 2 हरू मेरो हिरोइनी 1 2 3 हरू यहाँ छ, मेरो छोरीहरू। अनि यहाँ चाहिँ म भ्लग छोटो बनाइहालौँ भनेर अहिले गोप्रो क्यामेरा चाहिँ ल्याएको हैन। अनि त्यही भएर यस्तो यहाँको भ्यूहरू देख्दा नि यहाँ कस्तो राम्रो ठाउँ बनाएछ क्या। अहिले लामो समयपछि आएको। यता दिदीहरू बसिराख्नु भएको छ सबैजना। यतिखेर बेलुकाखेरि चाहिँ कस्तो आनन्द ठाउँ छ क्या यहाँ बस्नुलाई, रमाइलो छ। अनि बोट बिरुवाहरू यस्तरी राम्रो छ। यो चाहिँ मेन गेट, मन्दिरभित्र जाने मेन गेट हो। यहाँ माथितिर चाहिँ कृष्ण मन्दिर। ल सबैजना यसरी बेलुका आनन्द हावा खानलाई अनि यहाँको हरियाली वातावरणसँगै रमाउनलाई सबैजना आउनु भएको छ, धेरै मान्छेहरू। यो एरिया चाहिँ यस्तो आनन्दको ठाउँ छ कि यसरी उता बसिराख्नु भएको छ आमाहरू हो। यस्तो राम्रो छ क्या। ल त साथीहरू आज चाहिँ मेरो छोटोभन्दा छोटो भ्लग हुनेछ। कृष्ण मन्दिर साइड घुम्न आएको वाला। थाहा थिएन मैले भ्लग बनाउँछु भनेर सोचेको थिइनँ, एक्कासी आएको नि त, त्यही भएर मैले क्यामेरा नल्याएँ। अनि त्यही पनि यस्तरी मन्दिर साइड हरियाली आनन्द छ हैन। यहाँतिर चाहिँ बस्नु यति आनन्द छ क्या। आनन्द छ आउँछ। अनि हामी चाहिँ खास गरी फोटो अनि टिकटकहरू बनाउनु भनेर आएको हैन। अनि फेरि एकैछिनमा फर्किने हो भनेर लागेको थियो, तर टाइम लाग्यो नि त। नानीहरू फोटोहरू खिचिरहेछ, टिकटकहरू बनाइरहेछ। म चाहिँ क्राउन लाएर छोटो भिडियो बनाइहालेको है त है। सबैजनाले हेरेर सपोर्ट गरिदिनुहोस् अझै धेरै। हुन त म राम्रोसँग हैन भ्लगहरू बनाउन जान्दिनँ। तपाईहरुको सुझाव सल्लाहको अपेक्षा पनि राख्दछु। जसरी माया गरिनु भएको छ अझै धेरै माया गरिदिनुहोस् भनेर म मेरो युट्युब फ्यामिलीहरूसँग आग्रह गर्दछु। तपाईहरुले मलाई माया नगरिदिनु भएको भए म यसरी घुम्ने अनि डुल्ने भिडियोहरू बनाउँदै गर्दाखेरि मलाई सपोर्ट मिल्दैन थियो। धेरै सपोर्ट गरिदिनु भएको छ। थ्याङ्क यू। हुन्छ छोटो मेरो भ्लगलाई मै अन्त्य गर्न चाहन्छु। बाइ बाइ।